घर आइपुग्दा मम्मी रुनुभएको रहेछ भन्ने मैले थाहा पाएँ। आफ्नो छोरालाई यति धेरै माया गर्दो रहेछ भनेर टिकटकमा त्यो क्लिपहरू भाइरल भइसकेको रहेछ, हेर्नुभएको रहेछ है। अनि मैले पनि यो सोच्दै नसोचेको कुरा हो। थाहा त थियो हजुरहरूले मलाई धेरै माया गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ भनेर होइन। तर अलिअलि हुन्छ नि मनमा डाउट कि कसैको इक्जाम छ, कसैको के छ। एउटा सानो टिकटकमा बनाएको भिडियोको भरमा सबैजना मान्छेहरू आउने हो कि होइन, 200 जनाको क्यापेसिटी थियो हलमा, 200 पनि आउने हो कि होइन, 20-25 जना आउने हो कि, मनमा डर पनि थियो, ल हल बुक गरिहालेँ, मान्छे आएन भने के होला भन्ने भएको थियो। तर जब म त्यहाँ केएल टावर पुगेँ, कति धेरै मान्छेहरू आउनु भएको थियो, मेरो लागि हुट गरिराख्नु भएको थियो, टन्डे दाइ भनिराख्नु भएको थियो। त्यो देख्दाखेरि त म त हुन्छ नि प्राउड फिल त अलगै हुन्छ, हर्ष गज्ज होइन। मैले जे गरिराखेको छु त्यो काम गरिराख्नुपर्छ, राम्रो गरिराख्नुपर्छ, राम्रो सोच्नुपर्छ, त्योहरू फिलहरू पनि आयो। अनि एउटा हल त फुल भइहाल्यो होइन। अनि अर्को पनि बुक गर्नु पऱ्यो, त्यो पनि फुल भइहाल्यो होइन। सबैले इन्जोय गर्नुभयो होला मुभी है, आशा गर्छु। अनि जसले भेट्नुभयो, जोसँग मैले भेट्न पाएँ, त्यो मेरो लागि पनि सौभाग्य थियो। हजुरहरूको माया पाइराखेको थिएँ, रियलमा भेट्दाखेरि कति खुसी लाग्यो होइन। अझै राम्रो गर्नुपर्छ भन्ने फिल आयो। तर जो पनि छुट्नु भयो है, उहाँहरूलाई चाहिँ म एकदमै हात जोडेर नै सरी भन्न चाहन्छु। किन भन्नु न, यो मेरो लागि पनि पहिलोचोटि थियो। म आफै पनि डाउटमा थिएँ कि मान्छे आउनुहुन्छ कि नै, मलाई थाहा थिएन कि यत्रो धेरै मान्छे आउनुहुन्छ होला भनेर होइन। त्यही भएर हामीहरू चाहिँ नेक्स्ट टाइम एकदमै प्रपर वेमा राम्रो तरिकाले मिटअप राख्नेछौँ। जो छुट्नुभयो त्यो टाइममा चाहिँ अलिकति अझै बेटर वेमा भेट्नेछौँ होइन। मलाई पनि भेट्न मन छ हजुरहरूसँग। फेरि पनि म हजुरहरू सबैलाई सरी भन्न चाहन्छु जसलाई मैले भेट्न पाएन है।